इम्पोर्टेन्ट दशैं तिहार छठमा नगरौं छठ सिद्धिने बित्तिकै अर्थमन्त्रीज्यू अलिकति आँटिलो पाउनु भएको छ यो भत्ता सत्ता गर्ने धेरै राम्रो कुरा हो 500 र 1000 रुपियाँको नोटलाई रद्द गरिदिउँ इलेक्सनमा के हुन्छ पैसा जान्छ जोसँग पैसा छ उसले जित्ला भन्ने उठ्छ 500 र 1000 यो भनौं सर्वसाधारण हरेक नेपाली जनताले ल भनौं 10 लाख रुपियाँ भनौं लिएर आउन सक्नुहुन्छ एक महिनामा त्यो चाहिँ बैंकमा लिन्छ तपाईलाई केही प्रब्लम हुँदैन मेरो घरमा 10 लाख रुपियाँ 1500 को नगद छैन है दशैंको मुखमै पनि आई डोन्ट थिंक एनी अफ अस हैव दैट सर्वसाधारण 99% नेपालीको घरमा 10 लाख रुपियाँ हुँदैन क्याश तर जसको छ उसको 10 करोड छ 50 करोड छ 1 अरब छ उसले के गर्ने या त सबै जनतालाई 10 लाख ठट्टा जोग हैन बिचमा तपाईले भन्दा समय हो यसलाई फेरि तपाईले भन्छ छोड्छ भन्नुहुन्छ मलाई आज मात्रै एउटा मान्छेले भन्यो एउटा 10 करोड रुपियाँ फलानाले फलका गरेर राखेको छ भन्ने सूचना दियो हो अहिले आज भर्खर भाइ 1-2 घण्टा अगाडि कुरा यस अब त्यो गरिदियो भनेदेखि त्यो पैसा या त भुस हुन्छ हैन यस्तो कदम यो जुन चाहिँ म्यासेकर भन्यो जुन बलिदान भन्यो त्यो चाहिँ सिर्फ एउटा हैन शहीद घोषणा गरेर 10 लाख दिएर उहाँहरुको त्यो रगतको हुँदैन है